खै यहाँ त बा हाम्रो गाउँको काई साहबले खै के कामले तुरुन्तै बढाउनु भएको छ मेरो हालत यस्तो छ तँलाई थाहै छ ल तुरुन्त गइहाल्छु हुन्छ बा गए तेरो बाउ खोइ बा आउन भ्याउनु भएन म आछु काजी साहब छोरी अहिले भनेको बेग लिएर आऊ त ल अब कुरा सुन यो बेगमा 10 लाखभन्दा बढीको सामान छ पल्लोपट्टि बाटामा मेरो मान्छे आछ अलि जतनसँग लएर देश ल बेग मैले भनेको कुरो बुझिस् बुझेँ काजी साहब यत्रो गल्ती गरिस् अब तैँले पैसा तिर्छस् कि मैले तँलाई के गरौँ अहिले पैसा दिन नसके पनि हजुरको घरको सबै काम म गरिदिन्छु र त्यति बेलासम्म गर्छु जबसम्म हजुरको पैसाको असुल हुँदैन हजुर यति बिन्ती विषय तँ भागिस भाइनी काम गर्दै गर्दै म भाग्दैन काजी साहब तँ पानी नलाग्ने जातको के विश्वास गर्नु मैले हजुरको सबै कुरा सुनिसकेँ ड्याडी एकचोटि उसको विश्वास गरेर त हेर्नु यसको मलाई कुनै विश्वास लाग्दैन यो पानी नचल्ने जात हो एकचोटि विश्वास गरेर त हेर्नु ड्याडी हुन्न यो भोलि आएर भागो भने हजुरलाई मेरो विश्वास लाग्दैन म हजुरको प्यारी छोरी होइन र ड्याडी तिम्रो विश्वास लाग्छ तर मलाई यसको लाग्दैन ड्याडी हजुरले हाम्रो फाइदा पनि हेर्नु न हाम्रो सहरमा बनिरहेको घरमा काम गर्ने मान्छे पनि चाहिएको छ ऊ भयो भने हामीलाई पनि सहज हुन्छ एकचोटि सोच्नु त यो सानो जातलाई म राख्दैन ड्याडी हामीलाई नै फाइदा हुन्छ उसलाई राखेपछि लौ मेरो प्यारी छोरी तिमीले भन्यौ मैले माने एकखेरलाई मैले माने तर यसको मलाई विश्वास छैन हजुरलाई धेरै धेरै धन्यवाद अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई काममा राखिदिनु भएकोमा र मेरो स्थिति बुझिदिनु भएकोमा काजी साहब लौ छोरी हाम्रो घरको सबै काम बुझाइदिए तिम्रो जिम्मा राम्रोसँग काम गराए मेरो त मिटिङ छ म हिँडेँ ड्याडी म हजुरलाई योभन्दा धेरै हेल्प गर्न सक्दैन बाँकी के गर्नुपर्छ र कसो गर्नुपर्छ भनेर म सहर गएर तपाईँलाई सबै सम्झाइ बुझाइ गर्छु अहिले चाहिँ हजुर रेडी भएर आउनु केही समयपछि हामीलाई यहाँबाट निस्किनु पर्ने हुन्छ र मेरो ड्याडी कस्तो हुनुहुन्छ भनेर हजुरले राम्रोसँग बुझिसक्नु भएको छ होला मेरो ड्याडीलाई धोका दिने काम नगर्नु होला अहिले चाहिँ हजुर गएर रेडी भएर आउनु हस् हजुर कस्तो छोरा म पनि अभागी जन्मेछु तँ पनि त्यस्तै अभागी जन्मेछस् ख्याल गरेस् आफ्नो शरीर ख्याल गरेस् राम्रोसँग काम गरेस् छोरा चिठी लेख्यो फोनसँग गरेस् छोरा केही नहुने फोन त गर्छ झर्नु अब
हाम्रो घर। यत्रो घर हजुरको हो? हाम्रो घर हो। ल आइहाल्नु भित्र। हजुर यही बस्नु, म एकछिन आउँछु है। सुनमाया, आज त तिम्रो मुहार देख्ने बित्तिकै मेरो भुल घर आयो नि। त्यो त ठिकै हो, तर तिम्रो उधारो कहिले हराउँछ? उधारो त माया जस्तै हो, जति दिन बित्यो उति बढ्दै जान्छ। हो र? त्यसो भए तिम्रो मायाको ब्याज पनि लाग्छ? ए सुनमा, एक बोतल रक्सी दिऊ त। ए छोरी, काकाले एक बोतल रक्सी तेल त। यहाँ यो काकाले त पैसा पनि दिनु न आमा। दे न दे छोरी, भए त पैसा दिइहाल्नुहुन्छ नि। त्यो त यस्तै उधारो दिएर हुन्छ र? हजुर आफै दिनु। यो छोरी त यस्तै गर्छ कि जहिले पनि। लिनुहोस् दले दाइ रक्सी। आहा, सुनमायाको दाहिने हालले बनाएको अति मिठो रक्सी। आहा, सुनमाया छिटो ल्याउँ त, छिटो छिटो। सुनमाया, ल शीतलहरू केही छैन, यही प्याज छ यही खा। अलि मायाले बोल न। एकल मैले देखेर हेब्यास यहीले हान्देन। उहाँ छोरा सहर गएर अर्काको घरमा काम गर्न बसेछ, बाउले ह्याना रक्सी खाने, अर्काको छोरी बुहारी जिस्काउँदै गर्ने। मलाई पनि अर्काको घरमा होली बसेर मलाई दुःख लाग्दैन र? मेरो छोरोलाई कति पालेर मैले हुर्काएको मेरो छोरालाई हो, मलाई दुःख लाग्दैन र? सुनमाया, होइन नि त दले, किन रोन्छस्? नरो, अब छिटो खाएर घर जा, रात पनि छिप्पिसक्यो। म सुत्छु, सबै कुरा पछि ठिक भइहाल्छ नि। अझैसम्म बसिरहेको? ल छिटो उठ्नुहोस् त, के काम गर्ने छ म सबै देखाइदिन्छु। ल ल उठिहाल्यो हजुर म। बिहानी सँगै नयाँ कथा मनभित्र फेरि उज्यालो हाँसोसँग यो हाम्रो किचन। सुबोकी हिँड्छ जीवनको यो बाटो। समयले जे लेखे पनि मायाले कहिले हार्दैन। टुटेका सपना भित्र पनि आशाको दियो निभदैन। रिमे रिमे मनले पुकार्ने नाम हो। यो वासिङ मेसिन होइन के बुद्धो, वासिङ मेसिन कपडा धुन्छ रे मा। हुँदैन हो, कपडा धुन्छ रे मा। एमा सरक हाल्छन्, एमा कपडा हाल्छन्, अनि यो बटन दाबेर धुन्छन्। ए हो र? हजुर। यो मेरो बेडरुम। बेडरुम हो कि घर? बेडरुम हो। यो मेरो मम ड्याडको रुम। यही बोल हाम्रो 10 लाख हराउने। किन टेन्सन गर्नुहुन्छ मम? अब काम गर्ने त उही हो। ल ल, नलिनु त सानजाति ल्याइहालिस्, चोरला नि फेरि। सम्झना वर्षाले धोयो। अये पानी, यो पाके, यो सानले कामबाट लेची पाकेलाई ठ्याक्क मलाई। अये नि नथो पाके नि, त सानजातिले नथो मलाई नथो। मम के भयो मम? कामबाट ल्याएको पाकेले मलाई लटायो। लाग्यो मम? अये
रिमे रिमे मनको मिठो गीता रिमे रिमे जीवन भरको प्रीता जति फेरियो यो संसार बदलिन कहिले यो माया रिमे ओ रिमे हाम्रो